हो न प्रीतिलाई फोन गरेर सोध्नु पर्यो। अस्मिताले र सुनिताले उसको बोयफ्रेन्ड छ भन्दै थियो। साँचो हो कि झुट रहेछ है? उठाउँदैन त फोन। उठाइन त, फेरि ट्राई गर्नु पर्यो। आफ्नो बोयफ्रेन्डसँग बिजी छ क्या हो? साँच्ची कि उठाउँदैन त। ए हेलो, के गर्दैछौ प्रीति? ए खाना खायौ? मैले नि खाएको। अनि के सुन न, तिमीलाई एउटा कुरा भन्नु थियो। तिमी रिसाउँदैनौ नि? अनि होइन कि मलाई त्यस्तो सोध्नु त के मन थिएन कि, तर हिजो के अस्मिता र सुन्दासँग उता बाटोमा भेट भएको थियो नि त। अनि उनीहरूले भन्दै थियो कि तर तिमी नरिसाउनु ल, तिनीहरूलाई पनि नभन्नु के मैले भनेको भनेर तिमीलाई। मलाई त कस्तो डर लाग्दैछ भने क्या तिमी रिसाउँछ कि भनेर। र म भन्छु तिमी नरिसाउ र। अनि तिनीहरूले भन्दै थियो कि के अरे तिम्रो बोयफ्रेन्ड छ अरे नि त। हो र? होइन? ए तिनीहरूले भन्दै थियो क्या। अनि त्यही भएर म तिमीलाई सोधौँ, मलाई पनि त्यस्तो लागिरहेको थिएन कि तिम्रो बोयफ्रेन्ड छ भनेर। अनि त्यसपछि तर अब अस्मिता त तिम्रो बेस्ट फ्रेन्ड, अनि उसले पनि हो भनेपछि चाहिँ मैले चाहिँ अलिक विश्वास गरेको थिएँ कि। होइन र? हो भनेपछि भन न, म कसलाई भन्छु र? ए होइन है, त्यसो भए त छ भनेपछि भन न। हुन त तिमी हामीलाई कहाँ भन्लौ, तिमी त मलाई साथी नै मान्दैनौ। अनि साथी मान्ने भएपछि कुरा लुकाउँथ्यौ त। अनि अस्ति तिमीले हामीलाई स्कुलमा बाटेको चक्लेट नि उसले दिएको रे, तिम्रो बोयफ्रेन्डले। अनि तिमीलाई गुडिया नि दिएको छ अरे नि त। हो र? साँच्ची छ र? न कस्तो झुट बोल्यो कि मलाई त। म कसलाई भन्छु र? म कि तिम्रो बुवा मम्मीलाई गएर भनिदिने हो र? भन्दिनौ, कस्तो विश्वासै नगरेको। को हो र भन न? हाम्रो कलेजको हो र? कलेजकै हो? हाम्रो क्लासको हो? ए हाम्रो क्लासको चाहिँ होइन कि? ए 12 क्लासमा पढ्ने दाइ हो? को? त्यो सुभाष? ए तिमी पनि बोयफ्रेन्ड बनायौ है? मैले म भन्दिनँ कि कसै भन्दिनँ। साँच्ची भने कस्तो विश्वास नगरेको। म तिम्रो साथी होइन र? साँच्ची भन्दिनँ कि, गड प्रमिस भन्दिनँ भनेको। कस्तो तिमी त मेरो विश्वासै नगर्न थालेको। मलाई पनि त थाहा छ त, म पनि त एउटा केटी मान्छे हो नि, यसरी हल्ला गरिदिँदै हिँडेपछि बेइज्जत हुन्छ भनेर। म थोरै न भन्छु त। म भन्दिनँ कि, साँच्ची भने भन्दिनँ हो। ए ल बधाई हो, तिमीलाई त बोयफ्रेन्ड बनाएछौ। बोयफ्रेन्ड बनायो नि हामीलाई चाहिँ नबिर्स्यौ ल। ल राखेँ ल, बाई। अब यो कुरा कसलाई भनौँ? सुन्दा र अस्मितालाई त थाहा छँदैछ। कसलाई भनौँ? पूर्णिमालाई भन्छु। त्यो त मेरो बेस्ट फ्रेन्ड हो नि, त्यसलाई नभनेर कहाँ हुन्छ। हेलो पूर्णिमा।